र रोजगारीको विषय पनि धेरै रोजगारी किन इन्जिनियरहरूले रोजगारी किन क्रिएट भएन र रोजगारीको विषयमा बढीभन्दा बढी इन्जिनियरहरूलाई खपत गर्न किन सकेन भन्ने विषय चाहिँ धेरै कुरामा निर्भर गर्दछ। पहिलो कुरा त इकोनोमिक ट्रान्सफर्मेसन, हाम्रो देशको इकोनोमी कसरी अगाडि बढिरहेछ भन्ने नै हो। त्यो त पहिलो कुरा हो। तर केही कुराहरुमा सुधार गर्दाखेरि धेरै इन्जिनियरहरूले चाहिँ रोजगारी प्राप्त गर्न सक्ने अवस्था पनि छन्। त्यो विषयहरूलाई हामीले रेगुलेट गर्नुपर्छ भन्ने चाहिँ मलाई पनि लागेको हो र त्यो विषयहरूलाई गम्भीर रूपमा सरकारले पनि हेर्नुपर्छ। एक दुईवटा विषय संस्थानहरूमा इन्जिनियरहरूको डिमान्ड छ, धेरै आवश्यकता छ। विद्युत प्राधिकरणमा म हुँदैखेरि इन्जिनियरहरूको धेरै ठुलो डिमान्ड छ। हामीले इलेक्ट्रिकल इन्जिनियर पुर्याउनै सकेका छैनौँ। एउटा शाखामा एउटा इन्जिनियर राख्नुपर्ने अवस्था छ र कम्प्युटर इन्जिनियरहरूको आइटी इन्जिनियरको धेरै ठुलो डिमान्ड छ, तर हामीले पुर्याउनै सकेको छैनौँ। र त्यसको दरबन्दी हामीले क्रिएट गर्न खोज्दाखेरि अर्थ मन्त्रालयले सहमति दिँदैन। सहमति दिँदैन भनेपछि त्यो त यतातिर ठुलो डिमान्ड छ जसले इफिसियन्सी घटाइरहेछ, पर्फर्मेन्स घटाइरहेछ, अर्कोतर्फ रोजगारी क्रिएट भइरहेछ। यो विषयलाई त गम्भीर रूपमा हेर्नु पर्यो नि सरकारले। म अहिले पनि भन्छु, विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियर अहिले पनि 200-300 जना इन्जिनियर खपत गर्न सक्ने ठाउँ छ। त्यहाँ करिब 130 वटा शाखा छ। 130 वटा शाखामा 2-2 जना इन्जिनियरको दरबन्दी मात्रै थप्दा, दरबन्दी छ इन्जिनियर छैन। त्यो दरबन्दी मात्रै 2-2 जना थप्यो भने पनि करिब 200-300 त पुगिसक्यो। 2-2 जना मात्रै दरबन्दी थप्यो, आवश्यक छ त्यहाँ। अब त्यो इन्जिनियरको काम त्यो 2 तह 3 तहको भर्खरको चाहिँ हेल्परले गर्नुपर्ने अवस्था छ। तर हामी दरबन्दी थपौँ भन्दाखेरि अर्थ मन्त्रालयले रोकिहाल्छ। कसरी रोजगारी क्रिएट हुन्छ? अनि हामीले धेरै एक्सर्साइज गरेर तलको दरबन्दी काटेर त्यही टोटल दरबन्दी एउटै बनाएर इन्जिनियरहरूको 50-60 करिब 70-80 जना करिब 100 जना जतिको थपेका थियौँ लास्ट इयर। त्यसले पनि ठुलो राहत गरेको छ। कम्प्युटर इन्जिनियरहरू धेरै आवश्यक छ, कम्प्युटर थपेका थियौँ। अझै पनि हामीले त्यो मिलाउन सकेका छैनौँ। यो हामीले केही विषयहरूमा हेर्दाखेरि दरबन्दी क्रिएट हुन्छ। इलेक्ट्रिकल इन्जिनियरले जागिर पाएन भनेर पढ्नै छोडिसक्यो। अनि इलेक्ट्रिकल इन्जिनियर यहाँ यति आवश्यक छ, त्यो चाहिँ हामीले क्रिएट गर्न सक्दैनौँ। यहाँ मात्रै होइन नि, दूरसञ्चार होला, अन्त होला, धेरै ठाउँमा कहिले पनि त्यो क्रिएट गर्न सकेन भने डिमान्ड त बढिरहेछ तर क्रिएट गर्न सकेका छैनौँ। यस्ता विषयहरूमा चाहिँ गम्भीर रूपमा हेर्नुपर्छ, अर्थ मन्त्रालयले पनि हेर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यो सम्बन्धमा हामीले पटक पटक छलफल गरेका छौँ। त्यो मात्रै होइन, प्राइभेट सेक्टरमा पनि, प्राइभेट सेक्टरमा एउटा पावर हाउस चलाउँछ। एउटा पावर हाउस चलाउनु 10 मेगावाटसम्मको पावर हाउस चलायो भने त्यहाँ इलेक्ट्रिकल इन्जिनियर पनि चाहिन्छ, मेकानिकल पनि चाहिन्छ, सिभिल पनि चाहिन्छ। तर त्यो पावर हाउस कहीँ मैले धेरै ठाउँमा गएको हुन्छु, एउटा सुपरभाइजर राखेर अथवा मेकानिकल सुपरभाइजर, इलेक्ट्रिकल सुपरभाइजर अथवा त्योभन्दा मुनिका पोस्टका केटाहरू राखेर नन टेक्निकल मान्छे पनि राखेर चलाइरहेको अवस्था पनि छ। त्यसलाई रेगुलेट गरेर बाध्यात्मक रूपमा एउटा चाहिँ हाइड्रो पावरमा इलेक्ट्रिकल इन्जिनियर 10 मेगावाटसम्मको यति, 100 मेगावाटसम्मलाई यति र 100 भन्दा माथिलाई यति राख्नै पर्ने बाध्यात्मक स्थिति गभर्नमेन्टले गर्नुपर्छ। त्यो गर्दाखेरि उनीहरूको पनि इफिसियन्सी आउँछ र त्यसले गर्दाखेरि रोजगारी क्रिएट हुन्छ। त्यो रेगुलेसनले पनि हामीले रोजगारी क्रिएट गर्न सकेका छैनौँ। करिब 150 वटा भन्दा बढी, करिब 200 वटा हाइड्रो पावर पनि छ होला, हैन?
त्यो हाइड्रो पावरहरूमा एकजना इन्जिनियरको दरबन्दी अथवा दुईजना थप गर्यो भने 300-400 त त्यहाँ पनि आउँछ होइन। त्यो यो चाहिँ हामीले रेगुलेसनको हिसाबले ल्याउनु पर्ने। अब कन्स्ट्रक्सन वर्कमा अब दरबन्दी जब क्रिएसन त कन्स्ट्रक्सनले हो नि त। कन्स्ट्रक्सन वर्कमै चाहिँ बढीभन्दा बढी जब क्रिएसन हुने। कन्ट्र्याक्टरले हामी एसबिडी बनाउँछौँ, बनाउनु त बनाउँदैन, त्यसको रेगुलेसन भइरहेको हुँदैन। पहिलो कुरा त राखेकै हुँदैन। एसबिडीमा जे यो चाहिँ एक्सपर्टहरू चाहिन्छ, यति इन्जिनियर चाहिन्छ भनेको हुन्छ होइन। त्यसको एक किसिमले रेगुलेसन भइरहेको हुँदैन। कुनैमा त त्यो हुँदा पनि हुँदैन। यदि बाध्यात्मक बनाउने हो भने कन्ट्र्याक्टरले पनि इन्जिनियर यो राख्नै पर्ने। त्यो भएन भने त्यो एक्जिक्युसनमा नजाने परिस्थिति क्रिएट गर्यो भने त्यहाँबाट पनि जब क्रिएसन म्यासिभ रूपमा हुन्छ। कन्स्ट्रक्सनमै हो बढीभन्दा बढी जब क्रिएसन हुने। त्यो किसिमको रेगुलेसन चाहिँ एकदमै जरुरी छ। अब यो कन्स्ट्रक्सनको एक्टिभिटिजहरू चाहिँ जति बढ्यो त्यति चाहिँ डिमान्ड हुने हो। अब यहाँ फेरि धेरै कन्स्ट्रक्सनका कामहरू नहुँदाखेरि यदि हाम्रो चाहिँ क्यापिटल बजेट थोरै हुन्छ, त्यो बजेटमा पनि काम नहुने, वर्षौँसम्म काम नहुने, काम नभएपछि जब क्रिएसन नहुने, कन्स्ट्रक्सन एक्टिभिटिजहरू नबढ्ने, त्यसले गर्दा पनि जब क्रिएसन हुन सकेन। त्यो पनि एकदमै गम्भीर विषय हो। अनि अब गाउँपालिका नगरपालिकाहरूमा हामीले भनेका छौँ त्यहाँ पनि प्रमुख हुनुपर्छ भनेर। त्यसको लागि सङ्घीय मन्त्रालयले कुन ठाउँमा कहाँ चाहिँ ऐन संशोधन गर्नुपर्ने, नियम संशोधन गर्नुपर्ने, त्यो संशोधन गर्नै पर्छ। एउटा इन्जिनियर चाहिँ प्रशासनको चाहिँ अन्डरमा रहेर प्रमुख पनि हुन नपाउने, त्यो चाहिँ एकदमै राम्रो विषय होइन। किनभने यो तमाम विषयहरू हामीले केही छलफल गरेर केही विषयहरूमा गरेका छौँ। अझै पनि योभन्दा धेरै गर्नु छ। अझै पनि इन्जिनियरिङ एसोसिएसनहरूसँग छलफल गरेर हामी धेरै विषयहरूमा चाहिँ अगाडि बढ्नु छ। र केही विषयहरूलाई जुन मन्त्रालयमा हामीले फरवर्ड गरेका छौँ त्यो तत्त मन्त्रालयमा हामी छलफल गरेर त्यसलाई तत्कालै टुङ्ग्याउनु पर्ने, नियमावली बनाउनु पर्ने र त्यसलाई चाहिँ ऐनमा चाहिँ परिवर्तन गर्नुपर्ने, धेरै कुराहरूमा अगाडि बढाउनु पर्नेछ। इन्जिनियरिङ एसोसिएसन लगायत सम्बन्धित मन्त्रालयका साथीहरूले यसलाई गम्भीर रूपमा हेर्नुपर्छ भन्ने मलाई लाग्छ। मैले अहिलेलाई यति राखेर फेरि पनि केही चाहिँ अन्तर्क्रिया कार्यक्रममा केही कुराहरू आयो भने फेरि पनि सफल भन्ने चाहिँ धन्यवाद।